एकजना नक भयो है एउटा नक भयो पछाडि एकजना पछाडि यो लाडोले चाहिँ के भन्दैछौ यो कहाँ कुद्दैछ तिमीहरू त एकछिन फ्री टाइम भेट्नु हुँदैन है पब्जी खेलिहाल्नुपर्छ है आफ्नो समयलाई राम्रोसँगले युज गर्नुपर्छ है साथी हो मलाई हेर्न मलाई गेमसँगको मतलब छैन त हरेक कुरा नगर है अघि भर्खरसम्म हामीसँग खेलिरहेको थिएँ त त्यस्तो होइन नि सबै कुराको आफ्नो आफ्नो टाइम आउँछ म अहिले ठुलो ठुलो कुराहरू सोचिरहेको छु अबको 5 वर्षमा होइन म कहाँदेखि कहाँ पुग्छु आफूलाई मोटिभेट गर्नुपर्छ केही प्रोडक्टिभ गर्नुपर्छ यो लाटाको लागि त मैले केही न केही सोचेको छु तिमीहरू चाहिँ के गर्ने दादा भाइ तपाईको फोन पुरा चार्ज भएछ लिनुहोस् तिमीहरू फुल स्कट हो लाटा त निकाल्दै हो म आउँछु त्यो खेल्नु त जान्दैन अहिलेसम्म त पुरा भाषण दिँदै थिइस् त अब त हामीसँग खेल्ने एकछिन फोन चार्जमा लाग्यो त कस्तो कस्तो सोचाइ आउँदो रहेछ छोड्दैन मलाई इन्भाइट गर्न